Hello, welcome again to my YouTube channel. तपाईहरुले सबैलाई म इजी इन्जिनियरिङ YouTube च्यानलमा स्वागत गर्दछु। यो भन्दा पहिले मैले हिजो मात्रै आफ्नो पहिलो भिडियो 6th सेमेस्टर न्यू कोर्स पोखरा युनिभर्सिटी को जुन चाहिँ सब्जेक्ट सिमुलेसन मोडलिङ रहेको थियो त्यसको भिडियो बनाएर मैले YouTube च्यानलमा राखेको थिएँ। त्यसमा युनिट 1 को लगभग 50% टपिक्सहरु मैले त्यहाँ डिस्कस गरेरै तपाईहरुलाई सहज रूपमा प्रस्तुत गर्ने जमर्को गरेको थिए र आज पनि त्यसैलाई निरन्तरता दिँदै आज हाम्रो नयाँ सब्जेक्ट जुन रहेको छ इमेज प्रोसेसिङ एन्ड प्याटर्न रिकग्नाइजेसन जुन चाहिँ 3 क्रेडिट को सब्जेक्ट रहेको छ न्यू कोर्स 2025 स्प्रिङमा सोधिनेछ। जुन चाहिँ हाम्रो फाइनल एक्जाम जुन चाहिँ भदौ पहिलो सातातिर हुने कुरा चल्दैछ। ल भिडियोलाई अघि बढाउँदै छु म युनिट 1 को टपिक्सबाटै डिस्कस गरौँ न त। हेरौँ के छ। 1.1 मा रहेको छ फन्डामेन्टल स्टेप्स एन्ड एलिमेन्ट्स अफ डिआइपी। डिआइपी को फुल फर्म रहेको छ डिजिटल इमेज प्रोसेसिङ। अनि 1.2 मा रहेको छ एप्लिकेसन एरिया अफ डिआइपी। 1.3 मा रहेको छ एलिमेन्ट्स अफ भिजुअल पर्सेप्सन सैम्पलिंग एंड क्वान्टाइजेसन। 1.4 मा रहेको छ इमेज एंड इट्स टाइप्स जुन चाहिँ कलर इमेज ग्रे स्केल इमेज हुन सक्छ। अनि 1.5 मा रहेको छ रिलेसन बिट्विन पिक्सल्स नेबर्स पाथ कनेक्टिभिटी एडजेन्सी डिस्टेन्सेसहरु। यो युनिट 1 बाट तपाईलाई भनिदिन चाहन्छु कि 2024 फलको मा सोधेको थियो 1 नम्बरमा 8 मार्क्स सोधेको थियो क्वेशन जुन चाहिँ रहेको थियो कम्पोनेन्ट्स अफ डिजिटल इमेज प्रोसेसिङ जसमा एउटा टेल क्वेशन थियो व्हाट इज डिजिटल इमेज प्रोसेसिङ एक्सप्लेन द कम्पोनेन्ट्स भनेर थियो 8 मार्क्समा। भनेपछि तपाईलाई 7 मार्क्समा सोध्छ त्यो इम्पोर्टेन्ट हो एकदमै। अनि यहाँ जुन नेबर्सहरु छ त्यो पनि इम्पोर्टेन्ट कुरा रहेको छ जुन एक्जाममा सोध्न सक्ने कुरा हो। ल 1.1 देखि चाहिँ स्टार्ट गरौँ। ल सुरुमा बुझौँ कि डिजिटल इमेज र के हो एनालग इमेज के हो। त्यो भन्दा अगाडि बुझ्नुपर्छ इमेज के हो। इमेज एउटा 2 डाइमेन्सनल सिग्नल हो। इमेज भनेको जुन चाहिँ एनालग वा डिजिटल फर्ममा हुन सक्छ जुनसँग चाहिँ इन्टेन्सिटी हुन्छ कलरको अनि त्यसपछि इन्फर्मेसन हुन्छ जुन चाहिँ एक्स र वाइ एक्सिसमा एरेन्ज गरेर राखिन्छ। इमेज भनेको थाहा पाइसक्यो हामीले। इमेज भनेको दुई प्रकारको हुन सक्छ एनालग इमेज र डिजिटल इमेज। एनालग इमेज भनेको तपाईको के हुन सक्छ जुन पेपर फर्ममा हुन्छ सबको हार्ड कपी त्यो चाहिँ हाम्रो के हुन्छ त एनालग इमेज हुन्छ भने डिजिटल इमेज भनेको चाहिँ जुन चाहिँ हाम्रो कम्प्युटरद्वारा क्यामेराले खिचेर कम्प्युटरमा स्टोर भएको इमेज भनेको चाहिँ डिजिटल इमेज हुन्छ। एभ्री सिन अराउन्ड अस इन्भल्भ्स इमेज प्रोसेसिङ। हाम्रो वरिपरि भएको जुन हामीले देखिरहेको हुन्छ सबै इमेज हो जुन हाम्रो आँखामा रेटिनामा गएर फर्म भएको हुन्छ। त्यो दिमागले सिग्नल दिएर जुन हाम्रो प्रोजेक्ट हुन्छ त्यो चाहिँ इमेज बन्छ हो। त्यसरी नै एनालग इमेजलाई फंक्सन एस कमा टी ले कन्सिडर गरिन्छ कन्टिन्युअस टाइम डोमेनमा। कन्टिन्युअसली जुन सिग्नल त्यो हुन्छ त्यो चाहिँ फर्म हुन्छ भने त्यो एनालग इमेज भयो। डिजिटल इमेज भनेको चाहिँ जुन तपाईको क्यामेराले खिचेर कम्प्युटरमा सेभ भएर राख्नु भएको छ जुन डिजिटल रूपमा जुन मोबाइलहरुमा भएको इमेजहरु पनि हुन्छ नि जुन हाम्रो यहाँ भिडियो पनि चलिरहेको छ त्यो पनि डिजिटल इमेज नै हो। एनालग इमेजको एक्जाम्पलको रूपमा कुरा गर्ने हो भने फोटोग्राफहरु पेन्टिङहरु अनि हाम्रो मेडिकल इमेजहरु जुन चाहिँ फिल्म भनेको जुन पहिले हुन्थ्यो नि रिलमा चल्ने हुन्छ नि भिडियोहरु हो त्यस्तो भनेको फिल्म भनेको त्यो मुभीको कुरा हैन। अनि डिस्प्ले हुन्छ जुन चाहिँ डिस्प्ले डिभाइसेस कम्प्युटरमा डिस्प्ले हुने मोबाइलमा ल्यापटपमा डिस्प्ले हुने भनेको इमेजहरु भनेको चाहिँ फेरि डिजिटल हुन्छन्। फेरि जुन चाहिँ डिस्प्ले डिभाइसहरुले डिस्प्ले गर्छ त प्रिन्टेड जुन हार्ड कपीमा हुन्छ एनालग इमेज भनेको हार्ड कपी भयो। अनि डिजिटल इमेज भने र अब डिजिटल इमेजको कुरा गरौँ। डिजिटल इमेज जसलाई 2 डाइमेन्सनल फंक्सन fxy ले डिफाइन गरिन्छ जहाँ x र y स्पेशल कोअर्डिनेट्स जुनलाई डिस्क्रिट टाइम डोमेनमा कन्सिडर गरिन्छ त्यो डिजिटल इमेज हो। इमेजको कुरा गर्दा यहाँ x र y एक्सिस भनेर आयो। x र y एक्सिस कस्तो भन्दाखेरि यो
वाइ एक्सिस भयो, यो एक्स एक्सिस भयो भने एउटा इमेज छ यहाँनेरि। पिक्सलको फर्ममा हुन्छ इमेज भनेको त। त्यसै मानिलौँ यो 1 2 3 तीनटा छ पिक्सल, यता उता छ, उता पनि 3टा छ भनेपछि यो 3/3 को रेजुलेसन भयो। यसको जम्मा पिक्सल यहाँ कति हुन सक्छ, 3 × 9 गर्दा कति आउँछ, 3 × 3 गर्दा 9 आउँछ, जम्मा 9वटा पिक्सल छ। हो यो यसरी पिक्सलको फर्ममा हुन्छ इमेजहरू। डिजिटल इमेज भनेको चाहिँ जुन चाहिँ क्याप्चर डिभाइसले क्याप्चर गरेर जुन कम्प्युटरमा हुन्छ, मोबाइलमा हुन्छ र अन्य डिजिटल डिभाइसहरूमा स्टोर भएको हुन्छ, जुन हामीले त्यो डिजिटल डिभाइसहरूमा देख्न सक्छौँ, त्यो डिजिटल इमेज हो, जुन सफ्ट कपी हुन्छ त्यसको। म्याट्रिक्स अफ मेनी स्मल एलिमेन्ट्स पिक्सल्स हो, त्यो पिक्सलको फर्ममा हुन्छ डिजिटल इमेज। अनि प्रत्येक पिक्सललाई न्युमेरिकल भ्यालुले रिप्रेजेन्ट गरिन्छ। जस्तै अब यो एउटा यसको भ्यालु यहाँनिर यसको 0.0101 हुनसक्छ यसको भ्यालु, जुन इन्कोड गरिएको हुन्छ, जुन डिजिटल फर्ममा हुँदा बाइनरी फर्ममा हुने भयो। हो त्यही भनेको यो प्रत्येक पिक्सलको एउटा न्युमेरिकल भ्यालु हुन्छ। जेनरलमा द पिक्सल भ्यालु इज रिलेटेड टु द ब्राइटनेस कलर द्याट विल सी द वेन द डिजिटल इमेज इज कन्भर्टेड इन्टु एन एनालग इमेज। भनेपछि यसले के रिप्रेजेन्ट गर्छ भन्दाखेरि कलर रिप्रेजेन्ट गर्छ। जस्तै यो कलर ब्ल्याक कलर हुनसक्छ, अनि यसको ब्राइटनेसहरू चाहिँ यसले डिटरमाइन गर्छ। हो त्यस्तो कुराहरू हुनसक्छ। अनि हामी डिजिटल इमेजहरू के कस्तो काममा चाहिँ युज गर्न सक्छौँ भनेर यहाँ छ। यो चाहिँ यसको एप्लिकेसन जस्तो तपाईँले बुझ्न सक्नुहुन्छ कहाँनिर यसको युजहरू छ। हो यसको एप्लिकेसनहरू तपाईँले बुझ्दाखेरि इमेज रिकन्स्ट्रक्सनमा यसको युज हुन्छ, जुन सिटी एमआरआई एसपीसीटी पीटी इटीसी। जस्तै तपाईँको एउटा एनालग इमेज हो, जुन चाहिँ इमेज छ तपाईँको एउटा एनालग इमेज जुनमा दाग साग छ, जुन यो पोर्सन मेटियो भने त्यसको नेबरिङ पिक्सलहरू हेरेर, जुन यो त पिक्सलको फर्मेट भन्छ नि, त्यसरी पिक्सल फर्मेट छ नेबरिङ पिक्सल। जस्तै यो नेबरिङ पिक्सल भयो, यो नेबरिङ पिक्सल भयो, हो त्यो छेउछेउको पिक्सलहरूलाई स्टडी गरेर त्यो इमेजलाई रिजेनेरेट गर्न सकिन्छ। हो त्यही भनेको इमेज रिकन्स्ट्रक्सन हो होइन। अनि इमेज रिफर्मेटिङ भनेको मल्टिप्लेन मल्टिभ्यू रिकन्स्ट्रक्सन गर्न सकिन्छ। एउटा भ्यूदेखि अर्को भ्यूमा रिफर्मेटिङ गरेर हामी इमेज रिफर्मेटिङ गर्न सक्छौँ। अनि यसको वाइड डाइनामिक रेन्ज इमेज डाटा एक्विजिसन भनेपछि वाइड रेन्जमा यसको हाम्रो युज पनि हुनसक्छ। यसको युजमा तपाईँलाई भनिन्छ ल एप्लिकेसन 1.2 मा तपाईँले हेर्नुहुन्छ भने एप्लिकेसन एरिया अफ डिआइपी छ। एप्लिकेसन एरिया यहाँ हेर्नुहोस् तपाईँले, हामीले देखेका प्रायः सबै ठाउँहरूमा सर्वसाधारण रूपमा डिआइपी युज हुन्छ। डिआइपीको मतलब भनेको चाहिँ डिजिटल इमेज प्रोसेसिङ भयो। अनि यो तपाईँले अब सरले हामीलाई पढाउँदै हुन्छ क्लासमा भने, प्रोजेक्टरमा कनेक्ट गरेर पिसी भने त्यहाँनिर देखेको हामीले इमेज त्यो पनि डिजिटल इमेज हो। अब एजुकेसनमा त्यसरी युज भएन। हस्पिटलमा जुन एक्सरे इमेजहरू हुन्छ, हो त्यो डिजिज के पत्ता लागेको छ त, त्यो एउटा पनि कुनै पनि पेसेन्टलाई हो त्यो चाहिँ देखिन सक्छौँ हामी। ब्याङ्कहरूमा पनि अब डाटाहरू राख्नलाई जुन कति इन्भेस्टमेन्ट भयो, अनि के कति चाहिँ खाताहरू खोलियो आजको दिनमा, हो त्यस्तो रेकर्डहरू राख्नलाई पनि ब्याङ्कमा अब इमेज जुन क्याप्चर गरेर राखिन्छ डाटा, जुन एनालग फर्मको डाटा जुन हार्ड कपीलाई चाहिँ स्क्यान गर्ने क्याप्चर डिभाइसले अनि डिजिटली कम्प्युटरमा स्टोर गरिन्छ। हो त्यसरी ब्याङ्कमा पनि युज हुने भयो। सपिङ मलहरूमा त्यस्तै बिलहरू बनाउनलाई डिजिटल रूपमै बन्ने हो बिल, अनि पछि प्रिन्टरले प्रिन्ट गर्दाखेरि हार्ड कपीमा पर्ने हो। त्यसरी सपिङ मलहरूमा होममा पनि हामीले युज गर्छौँ। फ्लेक्स प्रिन्टहरूमा युज गर्ने भयो, फोटो मलहरूमा युज गर्ने भयो। यसरी धेरै हामीले ठाउँहरूमा जुन हामीले देख्न सक्छौँ हाम्रो वरिपरि सबै ठाउँमा प्रायः डिजिटल इमेज प्रोसेसिङ युज भइरहेको हुन्छ। अब एलिमेन्ट्स अफ भिजुअल पर्सेप्सन हामी हेर्छौँ 1.3 मा रहेको छ। जुन त्योभन्दा अगाडि इमेज सेगमेन्टेसन के हो त्यो बुझौँ। इमेज सेगमेन्टेसन कुनै पनि इमेजलाई पार्टमा डिभाइड गरेर पार्टिसनिङ गरिन्छ भने त्यो चाहिँ इमेज सेगमेन्टेसन हो। र त्यसमा अब अब्जेक्ट डिटेक्सन के हो त फर एक्जाम्पल क्लासरुममा मैले फोटो खिचेर कतिवटा स्टुडेन्ट छन् भनेर हेरेँ भने त्यो अब्जेक्ट डिटेक्सन भयो। अब्जेक्ट डिटेक्सन भनेको त्यो डिटेक्ट गर्ने कि कति अब्जेक्टहरू छ आफ्नो अराउन्डिङ जुन इमेजमा, त्यो अब्जेक्ट डिटेक्सन भयो। र त्यो अब्जेक्टलाई पालै पिलो पहिचान गर्ने चिन्ने काम
भनेको चाहिँ त्यो अब्जेक्ट रिकग्निसन हुन्छ। अनि रेजोल्युसन तपाईँको कुरा गर्नुहुन्छ भने नम्बर अफ पिक्सल इन रोज एन्ड कोलम, जुन रो र कोलममा कति पिक्सल हुन्छ त्यसलाई रेजोल्युसन भन्छ। एउटा इमेजद्वारा म तपाईँलाई भनिदिन्छु फिगरद्वारा। रेजोल्युसनको कुरा गर्दाखेरि अब यहाँ हेर्नुहोस्, यो एक्स कोअर्डिनेट भयो, यो वाई कोअर्डिनेट भयो भने पिक्सलको फर्ममा हुने भयो भनेपछि पिक्सलको फर्ममा यहाँ हेर्नु, यहाँ कति छ यो कोलममा 1 2 3 4 वटा भयो अनि रोमा 1 2 3 4 5 वटा भनेपछि यो 4/5 को 5 रेजोल्युसन भएको इमेज भयो। यसको यो भनेको डाटा रोको कोलमको डाटा हो, 5 भनेको रोको डाटा हो। त्यसरी नै के भनेको छ त नम्बर अफ पिक्सल जुन चाहिँ रो र कोलमको फर्ममा हुन्छ त्यो चाहिँ रेजोल्युसन हो भनेको छ। एक्जाम्पलको लागि मेरो ल्यापटपको रेजोल्युसन 1080x720 छ अनि 4x5 भने यो रेजोल्युसन भयो इमेजको। अनि यसको जम्मा कति पिक्सल छ त यहाँ हेर्नु भन्नु पर्यो, हेरिदिनु पर्यो भने 4x5 गर्दा कति आउँछ आउटपुट 20 आयो। जसरी 20 पिक्सल्स चाहिँ यहाँ हुनसक्छ हो, यही कुरा छ। अहिले हामीसँग पढेको भनेको के त, इमेज भनेको के हो अनि इमेज कति प्रकारको हुन्छ भन्दा डिजिटल इमेज र एनालग इमेज। अनि एप्लिकेसन एरिया अफ इमेज के हो त, डिआइपी के हो त भनेर हामीले यसो गरेको थियौँ। तपाईँलाई म भनिदिन सक्छु कि यो एसाइनमेन्ट जस्तो हाम्रो सर एसाइनमेन्ट भयो, तपाईँहरूलाई पनि यो होमवर्क जस्तो भयो। कम्पोनेन्ट्स अफ एन इमेज प्रोसेसिङ सिस्टम 2024 फलमा सोधेको छ 7 मार्क्समा, जसमा 1 मार्क्स त्यो टेल क्वेसन छ, 1 मार्कको टेल क्वेसन रहेको छ। तपाईँको गोजीमै पर्ने भयो। यो अर्को पार्टमा म यसको भिडियो लिएर आउनेछु विस्तृत रूपमा, यसैलाई फोकस गरेर कम्पोनेन्ट्स अफ इमेज प्रोसेसिङ सिस्टम। अनि अर्को टपिक म कभर गर्नेछु जुन फन्डामेन्टल्स स्टेप एलिमेन्ट्स अफ डिआइपी भनेर लिएर आउनेछु पार्ट 2 भिडियोमा, जुन धेरै इम्पोर्टेन्ट छ। 8 मार्क्सको लागि 2टा क्वेसन फिक मध्ये एउटा आउन सक्छ, म्याक्सिमम चान्स छ। ल के छ तपाईँ रिलेसन पिक्सल के पिक्सल गडबड हुँदा के हाम्रो इमेजलाई असर गर्छ त भनेर मैले सरलाई पनि सोधेको छु। सरले के भन्नुभएको थियो म त्यो कुरा भन्छु। पिक्सल यदि कुनै पनि इमेजमा पिक्सल जति रेड भयो त्यति धेरै चाहिँ इमेजको क्वालिटी पनि राम्रो हुन्छ भनेपछि त पिक्सल इज डाइरेक्टली प्रोपोर्सनल टु इमेज क्वालिटी। इम्पोर्टेन्ट कन्सेप्ट छ यो। पिक्सल यदि कम छ भने इमेज क्वालिटी पनि घट्ने भयो अनि पिक्सल यदि बढी छ भने इमेज क्वालिटी पनि बढ्ने भयो। र यसमा भिजुअल पर्सेप्सनमा के छ त, जुन हाम्रो रियल वर्ल्ड डाइरेक्ट र क्याप्चर गरेर दुई प्रकारको भिजुअल पर्सेप्सन हुन्छ। रियल वर्ल्ड सिग्नल छ अनि इन्भाइरोमेन्टमा जुन हुन्छ सेन्सरी सब सिस्टमले त्यसलाई सेन्स गरेर नर्भ्सको थ्रु ब्रेनमा लाने काम हुन्छ। भनेपछि यो हाम्रो ह्युमन सिस्टम जस्तो लागिरहेछ मलाई। ह्युमन जुन इन्भाइरोमेन्टमा देख्छौँ नि हामीले त्यो रियल वर्ल्ड सिग्नल जुन हाम्रो इन्भाइरोमेन्टमा भएको सेन्स गर्छ सब सिस्टम हो। अनि नर्भ्स ब्रेन जस्तै यो मान्छेको जस्तै कम्प्युटरमा त्यस्तै सिस्टम हुँदो रहेछ। रियल वर्ल्ड सिग्नललाई इन्भाइरोमेन्टमा भएको सेन्स गर्छ सेन्सर सब सिस्टमले अनि नर्भ्सको थ्रु ब्रेनमा गएपछि एउटा इमेज फर्म हुन्छ। अर्को रहेको छ क्याप्चर मेडिएटेड। क्याप्चर मेडिएटमा चाहिँ के हुन्छ त, रियल वर्ल्ड सिग्नल हुन्छ इन्भाइरोमेन्टमा जुन चाहिँ एउटा डिभाइसले क्याप्चर गर्छ। त्यहाँ क्याप्चर गरेपछि त्यहाँ कुनै समथिङ प्रोसेसिङ हुन्छ। किनभने फोटो खिच्ने बित्तिकै लास्ट फोटो प्रोड्युस भएको हुँदैन, थोरै मिलिसेकेन्ड लागेका लागि मात्रै हामीले एकैछिनमा भएको लाग्छ, तर त्यस्तो हुँदैन। त्यो भित्र पनि अर्को कुराकानी हुन्छ, म अर्को भिडियोमा फेरि भन्ने नै छु हो। ल लास्टमा रिभिजन गरौँ के हो त कुराकानी। यहाँ हेर्नुहोस्, एनालग इमेज भनेको पेपर फर्ममा भएको हार्ड कपी इमेज हो। अनि मैले एउटा कुरा इम्पोर्टेन्ट कन्सेप्ट भन्न छुट्याएको छु, 0 देखि 255 कलर कम्बिनेसनबाट चाहिँ हाम्रो इमेज बन्छ र त्यसमध्ये आरजिबी को कम्बिनेसनबाट सबै इमेजहरू बन्छ। आरजिबी के हो त, आरजिबी भनेको तपाईको रेड, जीबाट ग्रीन र बीबाट ब्लू गरेर यो 3टा कलरबाट सबै कलरहरू फर्म हुने हो। अनि 255 256 कलरबाट सबै कलर कम्बिनेसनबाट इमेजहरू बन्ने हो।
यहाँ हेर्नु अब एउटा पिक्सलको फर्ममा एउटा इमेज छ, इमेजको यो पोर्सन गायब भयो भने हामीले यसलाई रिस्टोर पनि गर्न सक्छौँ। अनि जसले न्युमेरिकल भ्यालु जनाउँछ पिक्सलले 1011 त्यसले के डिटरमाइन गर्न सक्छ, त्यसको कलर डिटरमाइन गर्न सक्छ, ब्राइटनेस डिटरमाइन गर्न सक्छ, कन्ट्रास्ट डिटरमाइन गर्न सक्छ अनि अरू धेरै कुराहरू हुन सक्छ। अब तपाईको इमेज इन्हान्समेन्टको कुरा आउँछ। यो इमेज इन्हान्समेन्ट के हो भन्दाखेरि इमेज इन्हान्समेन्टले चाहिँ हाम्रो इमेजमा भएको नोइजहरू रिडक्सन गर्छ, ब्लरहरू छ भने त्यसलाई फिल्टर गरेर राम्रो फर्ममा ल्याउँछ अनि इमेजलाई एडिटहरू गरिन्छ, फिल्टरहरू गरिन्छ अनि ब्राइटनेस एडजस्टमेन्टहरू गरिन्छ। अनि इमेज रिस्टोरेसन भनेको इमेजमा केही मिसिङ पार्टहरू छ, जस्तै यो मिसिङ पार्ट छ यो घरको भने यसलाई रिस्टोर गर्न सक्छौँ, हामी रिजेनेरेट गर्न सक्छौँ। अनि ब्लर इमेज आउने कारण के हुन सक्छ त, इम्पोर्टेन्ट कन्सेप्ट हो। ब्लर इमेज आउने कारणहरू भनेको यदि लाइटहरू धेरै भयो भने ब्याकग्राउन्डमा लाइटहरू मिलेन भने अनि लाइट कम भयो भने पनि ब्लर आउने सम्भावना हुन्छ। र यसलाई सुधार गर्नलाई हामीले लाइटलाई चाहिँ कम भन्दा ठुलो अनि धेरै भन्दा चाहिँ सानो हुनु पर्यो। भनेपछि ठिक्क लाइट चाहियो हामीलाई इमेज राम्रो आउनलाई, ठिक्क मिडियम लाइट चाहिन्छ। ल आजको भिडियोमा मैले यति नै कुरा डिस्कस गरेँ। आउँदो भिडियोहरूमा म फन्डामेन्टल स्टेसन 11 डिआइपी अनि 1.4 को 1.5 को कुराहरू अनि रहेको छ एउटा इम्पोर्टेन्ट कन्सेप्ट जुन मैले भनेको थिएँ कम्पोनेन्ट्स अफ डिजिटल इमेज, त्यो लिएर आउने नै छु। आजको भिडियोलाई यति नै। यतिसम्म भिडियो हेरेर बस्नु भएकोमा धन्यवाद। आउँदो भिडियोमा फेरि नयाँ कुराहरू लिएर आउने नै छु। धन्यवाद।